शुभ बिहान सबैमा। मेरो नाम इल्सा थोकर हो, 9 मेचीबाट। मेरो चुनाव चिन्ह रहेको छ। हजुरहरू सबैले भोट गरेर जिताइदिनु हुनेछ भन्ने आशा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। इल्सा थोकर बहिनीको चुनाव चिन्ह रहेको छ फल है, एकदम गुणकारी फल। अब अर्का येलो हाउसका प्रतिद्वन्दी हुनुहुन्छ इवा शिल्पकार। आदरणीय प्रधानाध्यापकज्यू, उपप्रधानाध्यापकज्यू, इन्चार्ज सरहरू, शिक्षकगण तथा मेरा प्यारा साथीहरू, म इवा शिल्पकार कक्षा 9 मेचीको तर्फबाट न्यानो अभिवादन। म येलो हाउस क्याप्टेनको एक उम्मेदवार हुँ। मेरो चुनाव चिन्ह फुल हो। म तपाईँहरूको एक विश्वास र मतको लायक छु। यदि तपाईँहरूले मलाई जिताउनु भयो भने म तपाईँहरूको लागि सधैँ अगाडि रहनेछु। हाम्रो हाउसलाई खेलकुद, सांस्कृतिक कार्यक्रम तथा शैक्षिक गतिविधिहरूमा उत्कृष्ट बनाउन म पुरा मेहनत गर्दछु। म तपाईँहरूको साथ सहयोग र अमूल्य मतको अपेक्षा राख्दछु। फुलमा टिपेर मत दिनुहोस्। फुल फुल्नेछ, येलो हाउस अघि बढ्नेछ। सबैले मलाई मत दिनुहोला। धन्यवाद। थ्याङ्क यू इवा शिल्पकार। उहाँको चुनाव चिन्ह रहेको छ फुल। अब ब्लू हाउसतिर लाग्छु म। तपाईँले येलो हाउसका उम्मेदवारलाई चिन्नुभयो। ब्लू हाउसको बोइज तर्फबाट हुनुहुन्छ दिनेश रोकाया। सबैलाई नमस्कार, मेरो नाम दिनेश रोकाया। म कक्षा 9 मेचीमा पढ्छु। मेरो चुनाव चिन्ह रहेको छ टर्च लाइट। हजुरको आशा छ टर्च लाइटमा भोट हाल्नुहुनेछ र मैले यदि जितेँ भने पनि हजुरको स्कुलको भलाइको लागि काम गर्नेछु र अनुशासनमा बसी स्कुलको भलाइको लागि नै बोल्नेछु। हस्, धन्यवाद।